हेलो नमस्ते साथीहरू। आज मैले तपाईँहरूलाई एउटा डिस देखाउँछु। मैले एउटा डिस बनाएको छु। जापानमा बस्ने साथीहरू को चाहिँ किमची लभर हुनुहुन्छ हैन। मैले आज हाक्सा किमची घरमै बनाएको छु। हेर्नुहोस् है त कस्तो छ, म देखाउँछु तपाईँलाई। मैले पहिले बनाइसकेँ हैन, पहिले बनाएको भिडियो मैले बनाएको छैन, तर बनाउन चाहने साथीहरूलाई सिकाउन सकिन्छ है। हेर्नुहोस् है त मैले आज बनाएको कस्तो छ। ल हेर्नुहोस् साथी, यो चाहिँ भनेको हामीले सुपरबाट किनेर खाइन्छ हैन सधैँ, र मलाई पनि एउटा साथीले सिकाइदिनु भएको हो है। यो हाक्साई किमची हामीले चाहिँ घरमै मजाले बनाउन सकिन्छ। यो हाक्साई त अब सस्तो पाइन्छ हैन। अब यसरी हाक्साई किनेर मजाले किमची बनाएर मनपर्ने साथीहरूले घरमै बनाएर खान सकिँदो रहेछ। जेस मैले आज ट्राई गरेर बनाएको छु। अब यो भर्खर रेडी गरेको छु हैन। अब हिजो चाहिँ यसलाई मैले नुनमा डुबाएर राखेको थिएँ, नुनमा मोलेर राखेर अनि आज चाहिँ त्यसको चाहिँ पानी पुरा निचोरेर फ्याँकेर अनि यसको चाहिँ पेस्ट हुन्छ एउटा, त्यो पेस्ट बनाएर अनि यसरी मैले रेडी गरेको छु साथीहरू। यो रेडी भइसकेको छ। अब लगभग खाना रेडी अवस्थामा छ। कस्तो हुन्छ खाएपछि फेरि भनौँला, र बनाउन चाहने साथीहरूलाई पनि सिकाइदिउँला है। मैले पनि सिकेको, तपाईँहरूलाई पनि सिकाइदिउँला है त।